आदरणीय निवर्तमान मान्य केशव नेपालजी र भर्खरै निर्वाचित हुनुभएका उपाध्यक्ष सम्पूर्ण सञ्चालक समितिका सदस्य लेखा समितिका अध्यक्ष सहित सदस्यहरू निवर्तमान सम्पूर्ण सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू विभिन्न क्षेत्रबाट विभिन्न विषयगत क्षेत्रका अध्यक्षज्यूहरू राष्ट्रिय सहकारी बैंक समिति केन्द्रीय अध्यक्षज्यूहरू उपाध्यक्षहरू र विभिन्न क्षेत्रबाट मेचीदेखि महाकाली सम्मबाट आउनुभएका प्रतिनिधि आदरणीय सहभागी साथीहरू र सम्पूर्ण पत्रकार महानुभावहरू यहाँहरू सबैलाई हार्दिक अभिवादन गर्न चाहन्छु। मैले अहिले धेरै लामो विषय जान चाहन्न। यो 17औं साधारण सभाले एउटा नयाँ सन्देश भर्खरै दिपजीले नयाँ सन्देश दिएको छ। यहाँ संख्यात्मक हिसाबले नहेरिकन राष्ट्रिय एकताको निम्ति यो देशका सबै क्षेत्र एकताबद्ध भएर अगाडि बढ्नु पर्दछ। सहकारी अनेक जात भाषा धर्म संस्कृति क्षेत्र लिङ्गका जनताको बीचको एकताको आधार बन्नु पर्दछ र यसमा सबै धर्म र राजनीतिक आस्थालाई एउटै मञ्चमा सँगसँगै एउटै भावना अनुसार अगाडि बढाउने आधार निर्माण गर्नुपर्छ भन्ने ध्येयका साथ तमाम कठिनाइका बावजुद पनि थुप्रै साथीहरूका अत्यन्त भावपूर्ण चिन्ताहरू थुप्रै साथीहरूका आँखाभरि आँसु हुँदाहुँदै पनि यो राष्ट्रिय आवश्यकतालाई सहकारी क्षेत्रमा सहकारीको आधारलाई बलियो बनाउनुपर्छ भन्ने आधारमा जुन अब एउटा चाहिँ ठुलै त्याग गर्नुभएको छ उहाँहरूप्रति म सम्मान जाहेर गर्न चाहन्छु र सम्मान जाहेर गर्दछु। त्यसै गरी यो कार्यक्रम सम्पन्न गर्नको निम्ति राष्ट्रिय सहकारी संघका सम्पूर्ण कर्मचारीहरू र खास गरी निर्वाचन कमिटिका साथीहरूले अथक प्रयत्नबाट नखाइकन धेरै बेर मेहनत गरेर जुन प्रयत्न गर्नुभयो उहाँहरूलाई म सम्मान जाहेर गर्न चाहन्छु, अभिवादन व्यक्त गर्न चाहन्छु। त्यसै गरी यी सबै काममा सहयोग पुर्याउनु हुने सबै क्षेत्रका आदरणीय दाजुभाइ दिदीबहिनीहरू र वार्ता कमिटिमा रहनुभएका साथीहरू जो विविध क्षेत्रबाट आउनुभएका साथीहरू जसले अत्यन्त धेरै मेहनत गरेर तमाम अप्ठ्याराका बावजुद पनि आफ्नो संस्थासँग भएका समस्याहरूलाई समेत पनि थाती राख्दै सहकार्य सहमति र सहकारीको मर्मलाई अगाडि बढाउनुको निम्ति जुन भूमिका निभाउनु भएको छ उहाँहरूलाई पनि म हार्दिक धन्यवाद र बधाई पनि दिन चाहन्छु। र म चाहिँ यो राष्ट्रिय सहकारी संघ मैले हिजो पनि यहाँ चर्चा गरेको थिएँ कि राष्ट्रिय सहकारी संघ भनेको सम्पूर्ण केन्द्रीय सहकारी संघको छाता संगठन हो। तर यहाँ सबै केन्द्रीय संघबाट प्रतिनिधित्व हुन सकेन विविध कारणले गर्दा हामीले त्यो व्यवस्थापन पर्याप्त मिलाउन सकेनौं। त्यो कमजोरी हामीले महसुस गरेका छौं र जहाँबाट प्रतिनिधित्व भएको छैन त्यसबारेमा के गर्ने भन्ने विषयमा हामी सल्लाह गरिरहेका छौं र सल्लाह गर्नेछौं। त्यसै गरी हिजो राष्ट्रिय सहकारी संघको जिम्मेवारी बोक्नुभएका अत्यन्त निरन्तर ढंगले लागिराख्नुभएका लामो इतिहास भएका र अत्यन्त आदर गर्नुपर्ने व्यक्तित्वहरू जो आज यो सञ्चालक समितिमा यो केन्द्रमा आउन सक्नु भएको छैन उहाँहरूको अहिलेसम्म गर्नुभएको कामहरूप्रति सम्मान जाहेर गर्दै आउँदा दिनमा पनि उहाँहरूको निरन्तर सहभागिता सहयोग र चाहिँ निरन्तर हाम्रो चाहिँ सहकार्य रहिरहनु पर्दछ र विविध ढंगले हामी सँगै रहनुपर्छ भन्ने म अनुरोध गर्न चाहन्छु। अर्को कुरा सरकार र सहकारी क्षेत्रको बीचमा जहिले सुकै पनि कतिपय कुरा चाहिँ संघर्ष गरिरहनु पर्ने माग गरिरहनु पर्ने आग्रह गरिरहनु पर्ने डेलिगेसन गरिरहनु पर्ने अवस्था छ। यी कामहरूको निम्ति पनि हामी एकताबद्ध भएर प्रयत्न गर्यौं भने सहकारीलाई वास्तवमा मिश्रित अर्थव्यवस्थालाई बलियो बनाउनुको निम्ति र यो देशको 3 खम्बे अर्थनीति मध्ये सहकारी खम्बालाई अरूभन्दा सबल बनाउनुको निम्ति हामी सबैको प्रयत्न अगाडि बढ्नुपर्छ र त्यसलाई म पनि हिजो पनि अलि गरेकै थिएँ जस्तो लाग्छ र आज पनि यो जिम्मेवारी बोध भइसकेपछि मलाई अलि बोझको महसुस पनि भएको छ, दायित्व बोध महसुस भएको छ। हिजो गरेको भन्दा पनि अब त्यति पनि गर्न सकिँदै छैन जस्तो हिजो पनि मैले धेरै क्षेत्रमा नीतिगत क्षेत्रमा खास गरिकन प्रयत्न गरेँ र आउँदो दिनमा हामी सबैले हाम्रो यो टिमले निरन्तर प्रयत्न गर्नुपर्छ। यसमा हामी को कहाँबाट केबाट भन्ने भन्दा पनि को सहकारी आन्दोलनलाई सबल बनाउनुको लागि चाहिँ एकताबद्ध भएर अगाडि बढ्नुपर्छ।
र त्यसमा म वचनबद्धता पनि जाहेर गर्न चाहन्छु। र अर्को कुरा हामीले मैले केही साथीहरूसँग सल्लाह गर्न पाएँ, केही साथीसँग गर्न पाएको छैन। भोलि नै हामी बस्नुपर्नेछ। भोलि ठिक 3 बजे राष्ट्रिय सहकारी संघको कार्यालयमा यो प्रथम बैठक, छोटो बैठक, धेरै हामी निर्णय भोलि गर्दैनौँ। हाम्रो गृह कार्य पर्याप्त भएको हुँदैन। भोलि 3 बजे हामी बैठक बस्छौँ र म अनुरोध गर्न चाहन्छु त्यो 3 बजेको बैठकमा निवर्तमान सदस्य र पदाधिकारीहरू, लेखा समितिका समेत सबै साथीहरूलाई त्यहाँ उपस्थित हुन अनुरोध गर्न चाहन्छु र हाम्रो राष्ट्रिय सहकारी संघको यो नवनिर्वाचित टिमको तर्फबाट उहाँहरूलाई हामीले सम्मान गर्न चाहन्छौँ र त्यसको निम्ति सबैजना उपस्थित भइदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु र त्यहाँ थोरै बेर हामी सम्मान कार्यक्रम गर्छौँ। त्यसपछि हाम्रो बैठक अगाडि बढ्नेछ र विविध कठिनाइहरू छन्, तर पनि अब केही सामान्य तयारीको निम्ति दिउँसो हामी 3 बजे बसौँ भन्ने सल्लाह हो केही साथीहरूको राय अनुसार। थुप्रै साथीहरूको भोलि जानुपर्ने, पर्सिको बन्द छ, अप्ठ्यारो छ भन्ने कुरो पनि गर्नुभएको छ। गइसकेपछि फेरि आउनको लागि फेरि अर्को समस्या आउने हुनाले तमाम कठिनाइका बावजुद पनि भोलिको 3 बजे बस्ने बैठक सम्पन्न गरेर हामी लामो धेरै बस्दैनौँ। बेलुका 5 बजेसम्ममा हामी त्यो सक्न प्रयत्न गर्छौँ। त्यसको निम्ति सहभागी भइदिन, भोलि कोही पनि साथीहरू अनुपस्थित नभइदिन पनि म विशेष अनुरोध गर्न चाहन्छु। हामी त्यहाँ धेरै लामो छलफल नभए पनि केही विषयमा सामान्य कुरा गर्नेछौँ र यसको निम्ति चाहिँ राष्ट्रिय सहकारी संघका जो व्यवस्थापक समिति उहाँलाई त्यसको तयारी गर्न पनि म अनुरोध गर्न चाहन्छु। र समग्रमा तमाम पीडायुक्त अवस्थाको बावजुद पनि सबै साथीहरूले यो साझा दृष्टिकोणमा सहमतिको निम्ति जुन सहमति जनाउनु भयो र राष्ट्रको निम्ति र यो आन्दोलनलाई एकताबद्ध भएर अगाडि बढ्नको निम्ति सहमति जनाइदिनु भयो, उहाँहरूप्रति म फेरि पनि नतमस्त भएर सम्मान जाहेर गर्दै, आदर भाव व्यक्त गर्दै यो आन्दोलनमा हाम्रो एकता, हाम्रो अभियान, हामी यहाँ पदमा रहे पनि नरहेको निरन्तर रहने चाहिँ प्रतिबद्धता हामी सबैले जाहेर गरौँ भन्ने अनुरोध गर्दै म आफ्ना भनाइहरू यही नै अन्त्य गर्न चाहन्छु।